ब्याक बेन्चर हुन सजिलो छैन। तपाईहरू पनि यस्तो समय भोगेर आइसक्नु भएको छ होला। खाली झोला, झोलामा किताब कहिले पनि हुँदैन, कपी एउटा हुन्छ। पेन अरूसँग माग्ने हो, सबै सब्जेक्टको नोट लेख्ने त्यही एउटा कपी हुन्थ्यो। चित्रकार, पढाइ चल्दै गर्दा बेन्चमा नाम लेखेर त्यही नामलाई फेरि अर्को चित्र बन्ने गरी मेहनत गरेर सोची दिमाग लगाएर घोटिरहने। लुकेर खाने, सर अगाडि फर्केको बेला एक गाँस चाउचाउ हुन्छ कि बिस्कुट हुन्छ हालिहाल्ने। तर खानेकुरामा यस्तो ट्यालेन्ट भइसकेको हुन्छन्, चपाएको आवाज कसैले सुन्दैन। सुत्ने तरिका, पहिला नै सोच विचार गरेर अग्लो मान्छेको पछाडि गएर बस्ने अनि त्यसैको आड लिएर सजिलै 45 मिनट निदाउने। एटेन्डेन्स, केटाको केटी साथी नआएको दिन कल गरेर हाजिर बोल्दै है भन्छन्। साथीको 50 रुपियाँ जोगाउन भए पनि केटीको आवाजमा प्रेजेन्ट सर भन्न सक्ने आँट जो कोही माग्दैन। तपाईँले यो मध्ये के गर्नुभयो अनि यो भन्दा पनि अझ कमन मोमेन्टहरू छन् भने कमेन्ट गर्नुहोस्।